एउटा टिप जुन प्रोफेसनल कलरिस्टले गर्छ, ब्ल्याक पोइन्ट्स क्लिन। सो मैले अलरेडी लुक क्रिएट गरिसकेको छु, तर मेरो ब्ल्याक्समा चाहिँ एकदम धेरै ग्रीन आइरहेछ। इभन मेरो क्यारेक्टर कन्ट्रास्टमा छैन, त्यसले गर्दा। त्यसको लागि मैले एउटा सिरियल नोड एड गरे। प्राइमेरिजमा गएर लग विल्समा जान्छु, अनि स्याडोजबाट ब्लू र ग्रीन माइनस गरेर म रेड एड गर्छु। सो हामीले ब्ल्याक्सबाट चाहिँ धेरै ग्रीन निकालिसकेको छौं, तर अझै फाइन ट्युनिङको लागि चाहिँ म लो रेन्जमा गएर लो रेन्ज घटाउँछु। सो ब्ल्याक क्लिन गरे पछाडि चाहिँ हाम्रो फुटेजमा राम्रो कन्ट्रास्ट आएको छ। पछाडिको स्ट्रीट लाइटबाट पनि ग्रीन निस्केको छ र हाम्रो क्यारेक्टरबाट पनि त्यो ग्रीन निस्केर क्यारेक्टर अझ पप भएको छ। इभन त्यो पछाडिको बिल्डिङबाट पनि ग्रीन निस्केको छ, जसले गर्दा चाहिँ ब्ल्याक्समा डेप्थ देखिएको छ हाम्रो। थ्यांक यू। यस्तै ट्युटोरियल्सको लागि मलाई फलो गर्न नबिर्सिनु होला।